फाइनली हामी हाम्रो पिकनिक स्पटमा आइसक्यो अनि हामीले चाहिँ गाडीबाट सामान निकाल्नु लागिरहेको छौँ। निकालेर भुइँमा जुन हामीले स्पट छानेको थियौँ त्यहाँ गएर हामीले चाहिँ राख्नु लागिरहेको छौँ। सो अनि सबैभन्दा यहाँ एकदमै खुसी हुने चाहिँ हाम्रो कुकुर छ अनि ऊ चाहिँ एकदमै रमाइरहेको छ हैन, किनभने उसलाई चाहिँ यसरी फ्री दुगुर्नु पाएको छ। अनि त्यस पछाडि अब हामीले सानो टेन्ट पनि लिएको थियौँ, त्यो टेन्टलाई चाहिँ हामीले भुइँमा मजाले टाँगेर त्यसलाई चाहिँ गर्नेछौँ। सो यहाँ चाहिँ अलिकति एकजनाले मात्रै गर्दाखेरि अलिकति अप्ठ्यारो हुन्छ, त्यही भएर हाम्रो फ्यामिली सबै मिलेर हामीले चाहिँ टेन्ट टाङ्दैछौँ। टेन्टहरू त अलिकति गाह्रो हुनसक्छ तर यो चाहिँ एकदमै सजिलो हैन। यो 2 म्यान टेन्ट हो। हामीले चाहिँ घरबाटै लन्च लिएर आएको थियौँ। सो हामीले प्याक लन्चलाई चाहिँ हामीले निकालेर रेडी गर्दैछौँ हैन। अनि यहाँ सबै सामानहरू रेडी भइसक्यो। अनि त्यसलाई चाहिँ अब हामीले सबैजना बसेर हाम्रो लन्चको लागि चाहिँ हामीले नुडल्स, मोमो हैन, पोक राइस हो त्यस्तो लिएको थियौँ। अनि यो चाहिँ एकदम सजिलो हैन, त्यसको लागि चाहिँ हामीले लिएको। खुसी हुनुभएको छ हैन। अनि हामीले चाहिँ खास उहाँलाई पनि एकदम फ्रेस होस् भनेर हामीले यो न्यू इयरको दिनमा मिलाएर उहाँलाई पिकनिक ल्याएको थियौँ। अनि उहाँले चाहिँ के भन्दै हुनुहुन्छ भने थ्याङ्क यू सबैलाई हैन, ह्याप्पी न्यू इयर भन्दै हुनुहुन्छ। As they flow down, and their songs entwine with the trees that stand, knotted in time by nature's hand.
Each echoing step on the forest floor opens a world through an edge. मेरो मम्मी चाहिँ गीत गाउँदै हुनुहुन्छ होइन पहिला गाउँमा उहाँले अब होइन यसरी घाँसहरू काट्न जाँदाखेरि गीत गाएको त्यो याद गर्नुभएछ अनि गीत गाउँदै हुनुहुन्छ अनि उहाँ मेरो हस्बेन्ड चाहिँ फेरि मम्मीले गीत गाउनु भएको बेलामा बाँसुरी बजाउँदै हुनुहुन्छ एकदमै रमाइलो अहिले मेरो मम्मीले चाहिँ यहाँ सानो सानो त्यहाँ वरिपरि भएको दाउराहरू टिप्दै हुनुहुन्छ अनि हामीले चाहिँ यो दाउरालाई पोलेर हामीले आलु पनि लिएर आएको थियौँ त्यो आलुलाई चाहिँ हामीले आगोमा पोलेर खाने भनेर उहाँले चाहिँ यसरी भेला पार्दै हुनुहुन्छ